साथीहरू यहाँ देख्न सक्नुहुन्छ इलेक्ट्रिसिटी बिलको स्याम्पल जहाँ दिएको छ ब्रान्च अनि बिल भएको डेट पनि दिएको छ अनि ब्रान्च नम्बर देख्न सक्छौँ त्यहाँ हामीहरूले अनि एससी नम्बर सर्भिस कनेक्सन नम्बर भन्छ कन्ज्युमर आइडी अनि क्याटेगोरी कुन क्याटेगोरीभित्र पर्छ डोमेस्टिक 6 देखि 15 एम्पियर जुन चाहिँ त्यहाँ साइडमा देख्न सक्नुहुन्छ 15 एम्पियर कन्ज्युमर हो त्यो भनेको यहाँ चाहिँ प्रेजेन्ट रिडिङ दिएको छ अनि प्रिभियस रिडिङ पनि दिएको छ अनि कति खपत गर्यो अनि इनर्जी चार्ज दिएको छ मिनिमम चार्ज दिएको छ अनि टोटल यहाँ बिलहरू दिएको छ। अब यस अनुसार हाम्रो हिसाब मिल्छ कि मिल्दैन भनेर हाम्रो जुन इलेक्ट्रिसिटी बिल क्याल्कुलेटर बनाएका छौँ एक्सेलमा त्यसमा हामीले चेक गर्छौँ। त्यहाँ देख्न सक्छौँ प्रेजेन्ट रिडिङ भनेको 42,476 छ अनि प्रिभियस रिडिङ भनेको 41,950 छ। 41,950 गर्दाखेरि त्यहाँ 526 युनिट भनेको कन्ज्युम्ड युनिट आयो जुन चाहिँ त्यहाँ बिल अनुसार मिल्न गएको छ 526 युनिट। अनि त्यहाँ देख्न सक्छौँ 175 रुपियाँ मिनिमम चार्ज छ त्यहाँ 175 आएको छ र अनि 5,241 चाहिँ इनर्जी चार्ज त्यहाँ 5,241 चाहिँ देख्न सकिन्छ अनि बिल एमाउन्ट चाहिँ जुन चाहिँ करेन्ट एमाउन्टमा हेर्छौँ हामीहरूले 5,416 अब धेरैले हेर्ने भनेको लास्टको भ्यालु हो 5,415 हो तर यो कसरी हुन्छ भन्दाखेरि एरियर्स एमाउन्टले गर्दाखेरि एरियर्स एमाउन्ट भनेको ग्राहकले अघिल्लो महिना बिल तिर्ने क्रममा बिल रकमभन्दा कि त बढी तिरेको हुनसक्छ कि त कम तिरेको हुनसक्छ। बढी तिर्यो भने त्यो माइनस भएर आउने हो कम तिरेको छ भने चाहिँ अहिले यो बिलमा प्लस भएर आउने हो। नमस्कार साथीहरू यहाँहरूले देख्न सक्नुहुन्छ स्क्रिनमा देखाइएको छ ग्राहक विद्युत उपभोक्ताका लागि विद्युत महसुल दर। आज हामी इलेक्ट्रिसिटी बिल क्याल्कुलेटर एक्सेलमा गराउन गइरहेका छौँ। पहिले हामी 5 एम्पियर कन्ज्युमरका लागि हिसाब गर्नेछौँ जसमा चाहिन्छ हामीहरूलाई प्रेजेन्ट युनिट अनि प्रिभियस युनिट त्यसै गरी कन्ज्युम्ड युनिट कति खपत गर्यो भने त्यसै गरी मिनिमम चार्ज जुन चाहिँ हामी हजुरहरूले देख्न सक्नुहुन्छ सेवा शुल्क भनेर अनि इनर्जी चार्ज अनि त्यसै गरी बिल एमाउन्ट लास्टमा हामीले क्याल्कुलेट गर्छौँ र थोरै हामीहरूले अब थोरै मिलाऊ यसलाई मर्ज गरेर अनि बोर्डरहरू हाल्छौँ। र अब हामी मानौ प्रेजेन्ट युनिट 5,440 युनिट छ र प्रिभियस युनिट चाहिँ 5,410 छ भने कन्ज्युम्ड युनिट भनेको प्रेजेन्ट माइनस प्रिभियस गर्ने हो। कति खपत गर्यो भने ठ्याक्क 30 युनिट आयो अनि मिनिमम चार्जको लागि चाहिँ त्यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ 0 देखि 20 को लागि 30 रुपैयाँ 21 देखि 30 को लागि 50 रुपैयाँ 31 देखि 50 को लागि 50 रुपैयाँ 51 देखि 100 को लागि 75 रुपैयाँ र 101 देखि 250 सम्म 100 250 भन्दा माथि 150 को दरले त्यसै अनुसार हामीले यसमा फर्मुला लगाउँछौँ। यदि कन्ज्युम्ड युनिट जुन D9 छ त्यो चाहिँ लेस देन अर इक्वल्स टु 20 भयो भने त्यहाँ चाहिँ सेवा शुल्क 30 दिएको छ त्यही भएर 30 राख्छौँ हामीहरूले। यदि फेरि D9 चाहिँ लेस देन अर इक्वल्स टु 30 हो भने त्यहाँ 50 रुपैयाँ छ। फेरि इफ D9 लेस देन अर इक्वल्स टु 50 50 भन्दा कम अर्थात् त्यो 31 देखि 50 को क्याटेगोरी हो त्यो 50 रुपैयाँ नै छ। यदि फेरि D9 लेस देन अर इक्वल्स टु 100
यो भनेको 50 51 देखि 100 को क्याटेगोरी हो, 75 रुपैयाँ छ। यदि फेरि D9 लेस देन अर इक्वल्स टु 250, यो भनेको 101 देखि 250 को क्याटेगोरी, त्यो 100 रुपैयाँ छ। फेरि D9 चाहिँ 250 भन्दा माथि छ भने चाहिँ त्यहाँ सेवा शुल्क दिएको छ 150 रुपैयाँ। त्यो 6वटा क्याटेगोरी भएको हुनाले 6वटा बक्स गऱ्यौँ अनि 50 रुपैयाँ आयो। त्यहाँ 30 युनिट कन्ज्युम भएको थियो। 30 युनिट भनेको 21 देखि 30 को क्याटेगोरी पर्यो, जुन चाहिँ त्यहाँ 50 रुपैयाँ देख्न सक्नुहुन्छ। अब इनर्जी चार्जको लागि चाहिँ एकदम ख्याल गर्नुपर्ने हुन्छ साथीहरू। 0 देखि 20 युनिटको लागि 0, अनि 21 देखि 30, 31 देखि 50, 51 देखि 100, 101 देखि 250, 250 भन्दा माथि त्यहाँ चाहिँ हजुरले टेबलमा देख्न सक्नुहुन्छ। यो चाहिँ हामीले 5 एम्पियरको लागि गर्दैछौँ साथीहरू। अब फर्मुला लगाउँछौँ हामीहरूले। इजिकल्स टु इफ यदि कन्ज्युम्ड युनिट भनेको D9 हो, D9 लेस देन अर इक्वल्स टु 20 भयो भने 20 युनिटभन्दा कम भयो भने त्यहाँ इनर्जी शुल्क 0 दिएको छ 5 एम्पियरको हकमा। त्यही भएर D9 इन्टु 0 गरियो हामीहरूले। यदि फेरि D9 लेस देन अर इक्वल्स टु 30, त्यो भनेको 21 देखि 30 को क्याटेगोरी पर्छ। त्यहाँ चाहिँ हामीहरूले देख्न सकिन्छ कि 5 एम्पियरको ग्राहकको हकमा यदि 20 किलोवाट भन्दा बढी खपत गरेछ भने 3 रुपैयाँको दरले, 20 युनिटसम्म 3 रुपैयाँको दरले भनेको छ। त्यही भएर 20 इन्टु 3 गरियो। त्यस पछाडिको अब 20 युनिट गइसकेपछि बाँकी कति रहन्छ, जस्तो D9 माइनस 20 गर्छौँ हामीहरूले। 20 युनिट गइसकेको हुन्छ, त्यही भएर D9 माइनस 20 इन्टु बाँकी भनेको जुन त्यो 6 रुपैयाँ 50ले गर्छौँ 21 देखि 30 को क्याटेगोरीभित्र। अनि फेरि D9 लेस देन अर इक्वल्स टु 50 पर्यो भने 20 युनिटसम्मको 3 रुपैयाँ, त्यस पछाडिको 10 युनिटको 6 रुपैयाँ 50 र त्यस पछाडिको अब त्यहाँ 50 या 50 भन्दा कम हो भनेपछि D9 माइनस हामीले 30 गर्छौँ। D9 माइनस 30 इन्टु 8 रुपैयाँ, त्यहाँ 8 रुपैयाँ छ। 31 देखि 50 को क्याटेगोरी 8 रुपैयाँ छ। फेरि D9 लेस देन अर इक्वल्स टु 100 हो भने अब हामीले क्याटेगोरी बनाउँछौँ 20 इन्टु 3 त्यसपछिको 10 इन्टु 6.50 अनि फेरि त्यस पछाडिको 50 युनिट 20 इन्टु 20 इन्टु 8 रुपैयाँको दरले र त्यस पछाडिको 100 पुर्याउनलाई कति चाहियो, D9 माइनस 50 गर्नु पर्यो इन्टु 9.50। अनि फेरि D9 लेस देन अर इक्वल्स टु 250 हो भने हामीले 20 इन्टु 3 गर्छौँ, सुरुको 20 युनिट, त्यस पछाडिको 10 युनिट 6 रुपैयाँ 50, त्यस पछाडिको 20 युनिट 8 रुपैयाँको दरले, त्यस पछाडिको फेरि 50 युनिट 9 रुपैयाँ 50 को दरले र त्यस पछाडि कति पुगेन 150 इन्टु कति 250 पुगेन। D9 250 पुग्नलाई D9 माइनस 100 गर्नु पर्यो। D9 माइनस 100 इन्टु हामीले 9 रुपैयाँ 50 गर्छौँ। फेरि 250 भन्दा बढी भयो भने D9 ग्रेटर देन 250 भयो भने चाहिँ सुरुको 20 युनिट 3 रुपैयाँको दरले, त्यस पछाडि 6 रुपैयाँ 50 को दरले, त्यस पछाडि 8 रुपैयाँको दरले, त्यस पछाडि 9 रुपैयाँ 50, फेरि त्यसपछि 9 रुपैयाँ 50 अनि फेरि लास्टको क्याटेगोरी भनेको D9 माइनस 250 गर्नु पर्यो इन्टु 11 रुपैयाँको दरले छ।
6वटा क्याटेगोरी 125 रुपियाँ चाहिँ इनर्जी चार्ज आयो। अब हामी बिल एमाउन्टमा जान्छौँ। बिल एमाउन्ट भनेको मिनिमम चार्ज प्लस इनर्जी चार्ज हो, दुईटालाई जोडेर निकाल्छौँ। मिनिमम चार्ज प्लस इनर्जी चार्ज 175 रुपियाँ चाहिँ हाम्रो बिल एमाउन्ट आयो। अब यसमा हामीले चेक गर्छौँ, अब त्यसले भ्यालु चेन्ज गर्दा मिनिमम चार्ज, इनर्जी चार्ज, बिल एमाउन्ट सबै चेन्ज भएर आएको छ। त्यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले। यसरी हजुरहरूले 5 एम्पियरको लागि चाहिँ एक्सेलमा क्याल्कुलेटर तयार गर्न सक्नुहुन्छ। अब हामीले कपी पेस्ट गरेर 15 एम्पियर, 30 एम्पियर र 60 एम्पियरको लागि पनि यसै गरी गर्नेछौँ। अब 15 एम्पियर कन्ज्युमरको लागि प्रेजेन्ट, प्रिभियस, कन्ज्युम त अब सबै ठिक एउटै हुने भयो। अब मिनिमम चार्ज, इनर्जी चार्ज र बिल एमाउन्टमा फरक हुन्छ। अब मिनिमम चार्जको लागि चाहिँ त्यहाँ हामीले देख्न सकिन्छ 15 एम्पियरको लागि चाहिँ 0 देखि 20 को लागि चाहिँ 50 रुपियाँ, त्योभन्दा माथि 21 देखि 30 को लागि 75, फेरि त्योभन्दा माथि 31 देखि 50 को लागि पनि 75, अनि त्योभन्दा माथि 51 देखि 100 सम्मको लागि 100 रुपियाँको दरले छ सेवा शुल्क। अनि 101 देखि 250 सम्मको लागि 125 रुपियाँ छ। र 250 भन्दा माथिको लागि चाहिँ 175 रुपियाँ छ। यसरी क्याल्कुलेट गर्छ हामीले मिनिमम चार्ज। त्यहाँ 80 युनिट भनेको 51 देखि 100 को क्याटेगोरी हो, जसमा हजुरले 15 एम्पियरको हकमा त्यहाँ 100 रुपियाँ सेवा शुल्क देख्न सक्नुहुनेछ। अनि इनर्जी चार्जमा चाहिँ अब हामीले एकदम ख्याल गर्नुपर्ने इनर्जी चार्जमा हो। 15 एम्पियरको निकालिसकेको छ भने हामीलाई सजिलो हुन्छ। त्यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ सबै 5वटा क्याटेगोरीको लागि सबैको समान छ। 6 रुपियाँ 50, 8 रुपियाँ, 9 रुपियाँ 50, 9 रुपियाँ 50, 11 भनेर दिएको छ। 5 एम्पियर, 15 एम्पियर, 30 एम्पियर, 60 एम्पियर सबैको हकमा 5वटा क्याटेगोरी सबै सेम छ, तर 20 युनिटसम्मको मात्रै चेन्ज छ। त्यहाँ 20 युनिटसम्मको 5 एम्पियरमा 0 छ, अनि 15 एम्पियरमा 4 रुपियाँ, त्यसपछि 5 रुपियाँ, 6 रुपियाँ गर्दै गइरहेको छ। अब यसमा 15 एम्पियरको हकमा चाहिँ 4 रुपियाँ छ 20 युनिटसम्मको, त्यही भएर हामीले 20 युनिटसम्मको 4ले इन्टु गर्दै जान्छौँ सबै क्याटेगोरीको लागि। त्यहाँ देख्न सक्नुहुन्छ त्यहाँ 50 भन्दा कमको लागि पनि गरियो, त्यसपछि 100 भन्दा कम 100 सम्मको लागि पनि गरियो, अनि त्यस पछाडि 250 भन्दा कमको लागि पनि 4 रुपियाँको हिसाबले 20 युनिटसम्म गरियो, अनि 250 भन्दा माथिको लागि पनि 6 रुपियाँले हामीले मल्टिप्लाई गर्छौँ 20 युनिटसम्म 6 रुपियाँ अनि 4 रुपियाँको दरले। यसरी हाम्रो इनर्जी चार्ज पनि आयो, बिल एमाउन्ट पनि आयो। यसरी हामीहरूले 15 एम्पियरको लागि पनि क्याल्कुलेटर बनायौँ। अब भ्यालु हाल्दाखेरि यसरी चेन्ज हुन्छ भ्यालुहरू। अब यसै गरी हामीहरूले 30 एम्पियर र 60 एम्पियरको लागि पनि यसैलाई कपी पेस्ट गरेर भ्यालुहरूलाई चेन्ज गरेर गर्न सक्छौँ। हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ। अब हामी 30 एम्पियरको लागि गर्छौँ साथीहरू। यहाँ प्रेजेन्ट, प्रिभियस, कन्ज्युम त अब त्यहाँ केही गर्नै परेन। मिनिमम चार्ज र इनर्जी चार्जलाई चेन्ज गरिदिने हो भने अरू सबै अटोमेटिकल्ली हुन्छ, हामीले फर्मुला लगाएको हुनाले। मिनिमम चार्ज त्यहाँ देख्न सक्नुहुन्छ, सुरुको 75 छ,
सुरु 30 एम्पियरको हकमा सुरुको 75 रुपियाँ छ। त्यस पछाडिको फेरि हजुरहरूले त्यहाँ 100 रुपियाँ देख्न सक्नुहुन्छ। अनि फेरि त्यस पछाडिको 100 रुपियाँ देख्न सक्नुहुन्छ। अनि फेरि त्यस पछाडिको 125 रुपियाँ। अनि त्यस पछाडिको फेरि 150 रुपियाँ छ। र लास्टको चाहिँ 250 भन्दा माथिको लागि चाहिँ 200 रुपियाँ छ मिनिमम चार्ज। त्यहाँ जस्तो 240 युनिट छ हजुरहरूले देख्न सक्नुहुन्छ। त्यहाँ कन्ज्युम्ड युनिट 240 युनिट हो। 240 युनिट भनेको 101 देखि 250 को क्याटेगोरीमा पर्छ। 30 एम्पियरको हकमा त्यहाँ हेर्दा 150 रुपियाँ न्यूनतम शुल्क सेवा शुल्क त्यहाँ मिनिमम चार्ज छ। इनर्जी चार्जको लागि चाहिँ हामीले अघि भनिसकेँ मैले 5वटा क्याटेगोरी सेमै हुन्छ। हामीले चेन्ज गर्ने भनेको त्यो 20 युनिटसम्मको मात्रै चेन्ज गर्दै हुन्छ त्यहाँ 5 रुपियाँको दरले। 30 एम्पियरको हकमा त्यहाँ 5 रुपियाँको दरले छ। त्यही भएर 20 युनिटसम्म चाहिँ 5 रुपियाँको दरले हामीले इन्टु गर्दै जान्छौँ सबै क्याटेगोरीको लागि। त्यो 50 युनिटसम्मको लागि 5 रुपियाँ। अनि फेरि 100 युनिटको लागि चाहिँ 5 रुपियाँको दरले 20 युनिटसम्म। त्यस पछाडि फेरि 250 भन्दा कम त्यसमा पनि 20 युनिटसम्म 5 रुपियाँको दरले। र 250 भन्दा माथिको लागि पनि हामीहरूले 5 रुपियाँको दरले 20 युनिटसम्म 5 रुपियाँको दरले मल्टिप्लाई गर्छौँ। त्यस पछाडि इन्टर गर्छौँ। त्यहाँ चेक गर्छौँ हामीहरूले कुनै एउटा फेरि भ्यालु मिस्टेक भयो भने हाम्रो एन्सर रङ आउँछ। त्यसकारण यहाँ एकदम ख्याल गर्नुपर्ने कुरा भनेकै इनर्जी चार्ज निकाल्ने बेलामा यसरी भ्यालु चेन्ज भइरहेको छ साथीहरू देख्न सक्नुहुन्छ। हामीहरूले चेक गरेर हेर्छौँ। एक दुईवटा भ्यालु चेक गरौँ। यहाँ भ्यालु यहाँ चेन्ज गर्दाखेरि अरू भ्यालु चेन्ज हुन्छ कि हुँदैन हेरौँ। भ्यालुहरू हजुरले चेन्ज भएको देख्न सक्नुहुन्छ। अब यसै गरी हामीहरूले 60 एम्पियरको लागि पनि गर्छौँ। त्यो साथीहरू 30 एम्पियरको लागि थियो। त्यो 30 एम्पियर यो चाहिँ हाम्रो 60 एम्पियरको लागि हामीले गर्छौँ। यसमा पनि प्रेजेन्ट प्रिभियस कन्ज्युम्ड युनिटलाई हामीले केही गर्नु परेन। त्यस पछाडिको हामीले मिनिमम चार्ज इनर्जी चार्जलाई हेऱ्यो भने हामीले सजिलरी गर्न सकिन्छ। मिनिमम चार्ज हेर्नुभयो भने त्यहाँ 125 देख्नुहुन्छ। 60 एम्पियरको हकमा 125 3 चोटि छ। त्यस पछाडि 150 200 र 250 छ। त्यही अनुसार हामीले भ्यालु राख्दै जान्छौँ। हजुरहरूलाई एकचोटि एउटा क्याटेगोरीको जस्तो 5 एम्पियरको कुनै एउटा बनाइसक्नु भएको छ भने हजुरहरूलाई सजिलो हुन्छ। त्यो भ्यालु मात्रै चेन्ज गर्ने हो। यहाँ यसरी हामीहरूले भ्यालु चेन्ज गर्छौँ त्यहाँ दिए अनुसार। लास्टको क्याटेगोरी भनेको 250 रुपियाँ छ। त्यहाँ अब यसरी हामीहरूले मिनिमम चार्ज निकाल्छौँ। अब त्यहाँ देख्न सक्नुहुन्छ 40 युनिट भनेको 31 देखि 50 को क्याटेगोरीमा पर्यो। अनि 60 एम्पियरको हकमा चाहिँ सर हेर्दाखेरि चाहिँ त्यहाँ मिनिमम चार्ज 125 रुपियाँ छ। त्यहाँ देख्न सक्नुहुन्छ हाम्रो मिनिमम चार्ज 125 रुपियाँ आएको छ। यसरी अब इनर्जी चार्जमा चाहिँ मैले भनिसकेँ अघि 5वटा क्याटेगोरी सबैको लागि सेम हुन्छ। चेन्ज गर्नु पर्ने त्यो 20 युनिटसम्मको लागि मात्रै हो। जुन चाहिँ त्यहाँ देख्न सक्नुहुन्छ 6 रुपियाँको दरले छ त्यहाँ। त्यही भएर 20 युनिटसम्मको लागि मात्रै हामीले इन्टु 6 गर्दै जान्छौँ सबै क्याटेगोरीको लागि। 6 रुपियाँको दरले 100 युनिटभन्दा कम 100 वा 100 युनिटभन्दा कम 6 रुपियाँको दरले। अनि फेरि
लेस देन अर इक्वल्स टु 256 को दरले फेरि 20 युनिटसम्मको लागि ग्रेटर देन 250 मा पनि हामीले 20 युनिटसम्मको हामीले 6 रुपियाँको दरले गर्छौँ। त्यहाँ चेक गर्नुपर्ने हुन्छ साथीहरू, केही मिस्टेक भयो भने फेरि हाम्रो पुरा हिसाब गलत हुन्छ। त्यही भएर एकदम ख्याल गर्नुपर्ने हुन्छ। सबभन्दा त्यहाँ देख्न सक्नुहुन्छ एकदम लामो जस्तो नि देख्न सक्नुहुन्छ, तर हजुरले बुझ्नुभएको छ भने त्यो गर्न सक्नुहुन्छ सजिलै। यसरी हामीले इनर्जी चार्ज पनि निकाल्यौँ। अब भ्यालु चेन्ज गरेर हेर्छौँ। भ्यालु हेर्नु चेन्ज भइरहेको छ साथीहरू। सबै चेन्ज भएको छ। प्रेजेन्ट र प्रिभियसलाई हामीले चेन्ज गर्यो भने भ्यालुहरू अरू भ्यालुहरू सबै चेन्ज भएको देख्न सकिन्छ। यसरी हामीहरूले एक्सलको प्रयोग गरेर इलेक्ट्रिसिटी बिल क्याल्कुलेटर बनाउन सक्छौँ साथीहरू। धन्यवाद।